आर्ट यति मात्र होइन कि कोही गिटार लिएर आफ्नो धुनमा बजाइरहेको छ, गाइरहेको छ। एन्ड आर्ट यति मात्र होइन कि कोही क्यानभसमा कुनै पेन्टिङ बनाउँदैछ। म यसमा घुसाउन चाहन्छु, मतलब हाल्न चाहन्छु। सो लुक, वाइ गएन। वेलकम टु द सिरिज अफ कोड कन्सेप्ट्स, जस्तो कि यसको नाम छ कोड कन्सेप्ट्स। सो यो सिरिजमा म आर्टको कोड कन्सेप्ट्सहरूलाई एक्सप्लेन गर्छु। आई मिन हेर्नु, आर्टिस्ट त्यो मात्र होइन जो मतलब जस्तै क्यानभस छ, पेपर छ, त्यसमा ब्रस लिएर कलर्स लिएर केही ड्र गर्दैछ, पेन्टिङ बनाउँदैछ। द्याट्स नट जस्ट मतलब त्यो आर्ट हो, बट त्यति मात्र होइन आर्ट। आर्ट भनेपछि हाम्रो एभ्रिथिङ, आई मिन हाम्रो माइन्ड पनि त्यसमा इन्क्लुड हुन्छ। एन्ड अलर्स अफ थिङ्स इन्क्लुडेड अन आर्ट। सो यो सिरिजको माध्यमबाट म चाहिँ त्यो कन्सेप्ट्सहरूलाई एक्सप्लेन गर्छु कि जस्तै यो जुन भिडियो हो द्याट इज कि वाट इज आर्ट। सो आज म एक्सप्लेन गर्छु यसलाई कि आर्ट के हो भनेर। बिकज हेर्नु, जस्तै मेरो माइन्डमा आउँदै थियो कि म डाइरेक्टै मतलब लेसन्सहरूमा भिडियो बनाऊ भनेर। बट मैले के सोचेँ कि मानव मतलब म जस्तै म सुरुवात गर्दैछु सिक्नको लागि आर्टलाई, पेन्टिङलाई सम्झन सिक्न कि कसरी मतलब पेन्टिङ बनाउने त्यो सिक्न यदि अहिले सुरुवात गर्दैछु भने के मात्र मलाई यति सिक्नुपर्छ कि मतलब ब्रस लिएर या पेन्सिल लिएर पेपरमा ड्र गर्ने त्यति मात्र हो। सो मेरो भित्रबाट आयो कि नो, द्याट इज नट जस्ट मतलब त्यहाँबाट सुरुवात हुनु परेन। स्टार्ट सुड बी फ्रम यहाँबाट कि कोड कन्सेप्ट्सहरूलाई मतलब कि पहिला बुझ्ने हो कि म जे गर्दैछु त्यो के हो भनेर। एन्ड देन त्यसको हिसाबले त्यसलाई सम्झेर अनि राइट वे टु डु एनी काइन्ड अफ वर्क। सो त्यही मैले सोचेँ कि एकैपल्ट होइन कि लेसन्सहरूमा भिडियो बनाउन थालेँ। फर्स्ट अफ अल केही कन्सेप्ट्सहरू हुन्छ त्यसलाई म एक्सप्लेन गर्छु एन्ड देन बिस्तारै बिस्तारै लेसन्सहरूमा पनि भिडियो बनाउँछु। सो टुडे टपिक इज वाट इज आर्ट। बट आर्टिस्ट लुक, आई मिन यो सिरिजलाई सुरुवात गर्नुभन्दा पहिला आई वान्ट टु सो यु समथिङ। लुक, यो मेरो हातमा एउटा डिबा छ अनि त्यसमा म यो केही बल्सहरू छ त्यसलाई म यसमा घुसाउन चाहन्छु, मतलब हाल्न चाहन्छु। सो लुक, वाइ गएन। अरे ओ यार, यसको त मुखै भन्छ, कसरी जान्छ? मुख खोल्नुपर्छ नि अनि जान्छ नि। या नाउ अब हालेर हेर्छु जान्छ कि जाँदैन। गइहाल्यो। सेम थिङ ह्यापन्स विथ एज। यार मेरी माँ आ गई थी। लुक आर्टिस्ट, सेम थिङ ह्यापन्स विथ आवर ब्रेन, विथ आवर माइन्ड। आई मिन हेर्नु, अहिले के हेर्नुभयो कि डब्बाको मुख बन्द थियो, त्यसमा मैले बल्स हाल्न खोज्दै थिएँ, गएन। बट मैले ओपन गरेँ त त्यो बल मैले हालेँ, गयो। सेम थिङ ह्यापन्स विथ आवर ब्रेन। आई मिन हेर्नु, यदि ओपन माइन्डेड हुन्न मतलब हुनु हुँदैन तपाईँहरू त मेरो कुराहरू केही समझमा आउँदैन। म बोल्छु केही, तपाईँहरू पहिलादेखि नै त्यो कन्सेप्ट्सहरू त्यसको बारेमा पहिलादेखि नै केही न केही आफ्नै माइन्डमा आफ्नै कन्सेप्ट्सहरू बनाएर राखिहाल्नु भएको होला। सो द्याट सुड नट ह्यापन। पहिला मेरो कुरा सुन्नु, यदि कामको लाग्यो भने राख्नुहोस्, लागेन भने कचराको डब्बामा फालिदिनुहोस् र अगाडि बढ्नुहोस्। सो द्याट इज वाट आई वान्ट टु से। आई मिन एकछिनको लागि आफ्नो माइन्ड ओपन गर्नुहोस् र सुन्नुहोस् ध्यानले कि म के बोल्न चाहन्छु, के भन्न चाहन्छु। सो लेट्स कम इन टपिक, द्याट इज के थियो, वाट इज आर्ट। सो आर्टलाई म आफ्नो तरिकाले एक्सप्रेस गर्छु भने मतलब म के सम्झेको छु, म के बुझेको छु कि आर्ट के हो। सो यो धेरै ब्रोड हो। आर्ट इज नट डिफरेन्ट फ्रम लाइफ, आर्ट इज लाइफ।
एन्ड लाइफ इज आर्ट जसरी आई मिन बिस्तारै बिस्तारै यदि अहिले बिगिनर हुनुहुन्छ भने सुरुवात छ भने तपाईँलाई मेरो वर्ड्सहरू मतलब डिफिकल्ट लाग्न सक्छ कि होइन कसरी लाइफ आर्ट आर्ट र लाइफ कसरी एक हो सो बिस्तारै बिस्तारै बुझ्नुहुन्छ कि यसमा जुन सिक्न मिल्छ जे कुराहरू सम्झन मिल्छ आर्टमा द्याट इज नट डिफ्रेन्ट फ्रम लाइफ for example patience, for example observation, that all everything imagination, that all the things helps in our life, so that is connected to our life. I mean art connected to our life. आर्ट यति मात्र होइन कि कोही गिटार लिएर आफ्नो धुनमा बजाइरहेको छ गाइरहेको छ एन्ड आर्ट यति मात्र होइन कि कोही क्यानभसमा कुनै पेन्टिङ बनाउँदैछ look at this, don't confuse. I mean I'm not saying कि यो आर्ट होइन मतलब गिटार बजाउनु क्यानभसमा पेन्सिल लिएर ब्रस लिएर पेन्टिङ बनाउनु I'm not saying कि it is not art, it is actually art, but it is the part of art. It is not कि यही हो सबै थोक मतलब धेरै मतलब हुन्छ क्या यो सुरुमा कि यही आर्ट हो जे आँखाले हेर्दैछौ जे कानले सुन्दैछौ त्यति मात्र आर्ट हो र म यो दुईटाको इक्जाम्पल लिँदैछु मैले सबै कुरालाई इन्क्लुड गर्दैछु कि मतलब जुन हेर्दै राख्नु भएछ द्याट इज नट जस्ट दि आर्ट, द्याट इज आर्ट, द्याट इज द पार्ट अफ आर्ट, बट यो यिनीहरूको बियोन्ड पनि केही कन्सेप्ट्सहरू छ, केही कुराहरू छ जसलाई सम्झनु पर्छ. फर इक्जाम्पल वाट इज पेसेन्स, वाट इज माइन्ड, मोस्ट इम्पोर्टेन्ट. The two things, patience, mind, what is imagination, observation, the most important. So यो कुराहरू हेराउँदैन, but that's also the part of art. And look guys, हेर्नु आर्टको कुनै क्लियर कट डेफिनेसन छैन. Art includes our emotions, our feelings. That's why I call कि art is, I mean art चाहिँ life हो. That's why I call in beginning कि आर्ट इज नट जस्ट कि कोही क्यानभसमा पेन्टिङ बनाउँदैछ, सुन्दर पेन्टिङ बनाउँदैछ, कुनै ल्यान्डस्केपको रुखहरू छ, नदी छ, झरना छ, कोही गिटार लिएर मिठो मतलब सुरिलो गीत गाउँदैछ. द्याट इज नट जस्ट आर्ट, मतलब द्याट इज आर्ट बट द्याट इज नट मतलब त्यति मात्र होइन. आर्ट्स अल्सो अ लोट अफ थिङ लाइक कुनै आर्टिस्ट आफ्नो फिलिङ्सलाई क्यानभसमा उतार्दैछ, सो त्यो फिलिङ हेराउँदैन बट त्यहाँ फिलिङ पनि हुन्छ. जस्तै कोही आफ्नै धुनमा पेन्टिङ गरिरहेको छ, जस्तै धेरै भिडियोहरू हेर्नुहुन्छ कि त्यसमा आर्टिस्टहरू आफ्नै धुनमा गरिरहेको हुन्छ, छिटो 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 छिटो, कुनैमा स्लो पनि गर्छ, कुनैमा छिटो छिटो. त त्यहाँ के भइरहेको छ, मात्र ब्रस र क्यानभस छैन, त्यहाँ फिलिङ्स पनि छ, इमोसन्स छ, थाट्सहरू छ. बट त्यो अगाडिको स्टेज हो. अहिले मतलब त्यहाँ फोकस गर्नु पर्दैन यदि कोही बिगिनर छ भने. अहिले बिगिनरको लागि चाहिँ पहिला ड्रइङ फन्डामेन्टल प्रिन्सिपल के हो त्यसलाई बुझ्नु. म अगाडिको भिडियोहरूमा पनि यो मतलब अगाडिको भिडियो अर्को सिरिजमा त्यो बनाउँछु, त्यसको लागि अर्को सिरिज भन्छ. सो त्यहाँ बिगिनरको लागि हुन्छ. बट अहिले जुन म भन्दैछु कि इमोसन्स फिलिङ्स, त्यहाँ मतलब कन्फ्युज नहुनु होला कि मलाई अहिले नै आफ्नो इमोसन्स फिलिङ्सहरूलाई एक्सप्रेस गर्नु छ आफ्नो आर्टको थ्रु. त्यहाँ पुग्नलाई नि टाइम लाग्छ, प्यासेन्स चाहियो. लुक प्यासेन्स होइन. सो आर्ट इज लाइफ. त्यही भएर मैले सुरुमै भने कि आर्ट इज लाइफ. एन्ड अझै यसो त कुनै क्लियर कट मतलब एक्सप्लानेसन छैन आर्टको. एन्ड अझै आर्टको बारेमा भन्छु भने यसमा फिलिङ्स आइहाल्यो. यदि म अहिले जति पनि कुरा भने त्यसलाई यदि समअप गर्नुपर्छ भने के आयो त्यसमा फिलिङ्स वान सिम्पल कि आर्ट इज लाइफ. एन्ड त्यसमा वान सिम्पल लाइन, इफ आई हेभ टु से in one line, that is art is life. And के भने कि आर्ट इमोसन्सहरू पनि हो, फिलिङ्स पनि हो, थाट्सहरू पनि हो. त्यसलाई सबैलाई डिलिभर गर्नु आफ्नो पेन्टिङको थ्रु, त्यो पनि आर्ट हो. द्याट इज द पार्ट अफ आर्ट. क्यानभसमा पेपर लिएर, पेपरमा क्यानभसमा ब्रस लिएर, पेन्सिल लिएर, कुनै पनि टुल लिएर केही ड्रो गर्नु, केही पेन्टिङ बनाउनु, त्यो पनि आर्टकै पार्ट हो.
कुनै पनि मतलब इन्स्ट्रुमेन्ट्सहरू प्ले गर्नु हुँदैछ, द्याट इज आर्ट। एन्ड मतलब धेरै हो, आर्ट भनेपछि धेरै हो। यो त म दुईटा मात्र यसको, जस्तै रुखको अलग अलग हाँगाहरू हुन्छ नि, त्यस्तै यो त दुईटा मात्र म कुरा गर्दैछु। यसको धेरै छ, फोटोग्राफी छ, एन्ड एक्टिङ छ, म्याजिक छ, राइटिङ छ, एन्ड डान्स छ, सिङ्गिङ छ, धेरै छ यसको मतलब अलग अलग जनर्सहरू। यो त म दुईटाको इक्जाम्पल दिएँ। बट फन्डामेन्टल्स त्यही हो कि मतलब जुन हेराउँछ नि त्यति मात्र होइन, द्याट इज द पार्ट अफ आर्ट। आर्ट भनेपछि फिलिङ्सहरू हो, इमोसन्स पनि त्यसमा इन्क्लुड भइहाल्छ, थाट्सहरू इन्क्लुड भइहाल्छ, हाम्रो एक्सन्सहरू इन्क्लुड भइहाल्छ, हामीभित्र प्यासेन्स हुनुपर्छ, पेसेन्स, हामीभित्र चाहिँ कन्सिस्टेन्ट हुनुपर्छ। त्यो त्यहाँसम्म पुग्नको लागि, एउटा एक्स्ट्रा अर्डिनरी आर्टिस्ट बन्नको लागि हामीले पर्सिस्टेन्सलाई सम्झाउनुपर्छ कि पर्सिस्टेन्स के हुन्छ, वाट डु मिन बाई पर्सिस्टेन्स। पर्सिस्टेन्स भनेपछि हेर्नु, आर्ट एउटा मान्छेको लाइफमा नि सधैँ यस्तो हुँदैन कि जस्तै एउटा नदी हुन्छ, त्यो फ्लोमा गइरहेको हुन्छ स्मुथली, त कति राम्रो लाग्छ हेर्नलाई। बट लुक, त्यो नदीमा कहिले मतलब कहिले उतार चढाव आउँछ, मतलब के भन्नु यार, तुफान आइहाल्छ त्यसमा। त्यस्तै हो मान्छेको लाइफ पनि। एन्ड आर्टिस्ट इज अल्सो अ म्यान, सो द्याट्स आई कल कि मानिसको लाइफमा त्यस्तो आउँछ, यस्तो हुँदैन कि स्मुथली गइरहन्छ। बट त्यो पर्सिस्टेन्स, द एबिलिटी टु पर्सिस्टेन्स, मतलब पर्सिस्टेन्सी भनेपछि जस्तो, जस्तै एउटा लाइन छ, मलाई धेरै राम्रो लाग्छ त्यो सुन्न कि मौसम चाहे जैसा भी हो, बढ़ते रहना आगे। तो मतलब यही भन्न खोजे पर्सिस्टेन्स, मतलब कि चाहे जे भए पनि यदि लक्ष्य बनाइहाले कि आई वान्ट टु बी द बेस्ट इन इट, सो आई विल बी द बेस्ट, चाहे अब रास्तामा जति प्रब्लम आए पनि। एकपल्ट पहिला सोचिहाल्नु, मतलब फर्स्ट अफ अल यु हेभ टु थिङ्क, इफ यु चुज टु डु दिस देन यु हेभ टु थिङ्क सो मच टाइम, मतलब टाइम दिनुहोस् यसलाई सोच्नको लागि, मतलब यसमा सोच्नको लागि जानु छ कि छैन, म छु पनि कि छैन आर्टिस्ट एउटा, म आर्टको लागि छु कि छैन। आफ्नो जुन इनर कलिङ हुन्छ नि, हामी धेरै सुन्नुभएछ नि यो इनर कलिङ। इनर कलिङ भनेपछि तपाईँ हेर्नुहोस् कि तपाईँ आर्टिस्ट हुनुहुन्छ कि हुनुहुन्न। अनि त्यो समझमा कसरी आउँछ, जब एक्सपेरिमेन्ट गर्नुहुन्छ, जब आफ्नो कम्फर्ट जोनलाई छोडेर अझै कुरा, नयाँ कुराहरू एक्सपेरिमेन्ट गर्नुहुन्छ कि म यो गरेर हेर्छु एकपल्ट, के मतलब आउँछ मेरो भित्रबाट, गर्न आउँछ कि आउँदैन। जस्तै म आफ्नो साथीको घर जाँदै थिएँ, मतलब मेरो साथी थियो, त ऊ पनि यस्तै पेन्टिङहरू गर्थ्यो, उसको वालमा जताततै पेन्टिङ। सो मेरो भित्रबाट आउँदै थियो कि होइन मलाई पनि पेन्टिङ गर्नु छ। सो हेर्नु कि तपाईँलाई त्यो आउँदैछ कि आउँदैन भित्रबाट। एन्ड देन आई वान्ट टु से कि चुज टु डु दिस। सो पहिला राम्ररी सोच्नुहोस्, बट एकपल्ट सोचिहाल्नु भयो भने अब त जे होस्, करना है तो करना है जी। एन्ड अगाडि अझै यस्तै आर्ट कन्सेप्टहरूमा भिडियो बन्छ। एन्ड अहिले नै म क्लियर गर्न चाहन्छु आर्टिस्टहरू कि हेर्नु, कन्फ्युज नहुनु होला कि कुन मतलब फलो गर्ने। फर्स्ट अफ अल मतलब जुन काम सुरु गर्न चाहनुहुन्छ नि, त्यसलाई मतलब एकैपल्ट एक्सनमा मतलब नलिहाल्नु। आई सजेस्ट म भनिरहेको छैन कि मतलब म जे भन्दैछु त्यही गर्नु। आई जस्ट सजेस्ट एज अ फ्रेन्ड कि मतलब पहिला हेर्नु, गोल सेट हुन्छ, एन्ड देन माइन्ड सेट हुन्छ, एन्ड देन थर्ड लेभलमा एक्सन हुन्छ। एक्सन लास्ट पार्ट हो, सुरुको पार्ट होइन। पहिला गोल सेट हुन्छ कि हेर्नु मलाई यो गर्नु छ, आई हेभ टु बी द बेस्ट इन इट, एन्ड देन त्यसको माइन्ड सेट बन्छ एउटा। जस्तै बिगिनर्सहरू के गर्छ कि सिधै एक्सन लिइहाल्छ, डोन्ट टेक एक्सन। फर्स्ट अफ अल मतलब त्यसमा एक्सप्लोर गर्नु कि के छ, एन्ड देन मतलब थ्रु राइट टिचर एन्ड थ्रु राइट गाइडर। यस्तो होइन कि जसको पनि हेर्दै राख्नु भएछ, सो त्यो त कन्फ्युज भइहाल्नुहुन्छ। आई वान्ट टु सजेस्ट कि कोही यस्तो छ जुन त्यसमा मास्टरी अचिभ गरेको छ, जसलाई सही नलेज छ, त्यस्तोबाट गेन गर्नुहोस्। बट फर्स्ट अफ अल माइन्ड सेट राख्नुहोस्, एन्ड देन एक्सन। सो जब एक्सनको पालो आउँछ नि, त्यहाँ बडी इफोर्ट लगाउनु पर्दैन,
द्याट इज द आर्ट, द्याट इज कला अफ माइन्ड सेट. मतलब त्यो हो ब्युटी माइन्ड सेटको कि त्यसमा बढी मतलब फोर्स लगाउनु पर्दैन. यदि माइन्ड सेट बनिहाल्यो नि त एक्सन आफै भित्रबाट निस्किन्छ, आफैबाट भित्रबाट आफै इनर्जी निस्केर आउँछ कि होइन अब गर्नु छ. सो आई वान्ट टु सजेस्ट कि माइन्ड सेट इज द भेरी मोस्ट इम्पोर्टेन्ट, भेरी भेरी इम्पोर्टेन्ट. सो अब के भन्नु थियो अरे. ओके थियो. ओके सो फ्रेन्ड्स, यही थियो मेरो आर्टको अन्डरस्ट्यान्डिङ. मैले जति कुरा बुझेको थिएँ म तपाईँहरूको अगाडि राखेँ एन्ड अगाडि आइरहन्छ भिडियोहरू. सो एन्ड मैले के भन्न खोज्दै थिएँ कि यो पनि हेर्नुहोस्, यसलाई पनि हेर्नुहोस् एन्ड जुन मतलब लेसन्सहरू जसबाट पनि हेर्दै राख्नुभएछ या मेरो अगाडि भिडियो आउँछ त्यहाँबाट हेर्नुहुन्छ भने त्यो पनि सँगै गर्नुहोस्. सो मतलब यस्तो होइन कि यो मात्र बुझ्नु हो आर्ट. मैले भने नि कि माइन्ड बडी सबै थोक, बडी भनेपछि एक्सन एन्ड माइन्ड भनेपछि अन्डरस्ट्यान्डिङ. सो यो कुरा मतलब राखिराख्नुहोस् माइन्डमा कि माइन्ड जब म बोल्छु त्यसलाई अन्डरस्ट्यान्डिङ म भन्न खोज्दैछु कि अन्डरस्ट्यान्ड गर्नुहोस् पहिला. एन्ड बडीको लेभलमा के हुन्छ, एक्सन हुन्छ. सो त्यहाँ एक्सन लिनुपर्छ. सो यही हो. एन्ड त्यही थियो कि दुवै कुरा गर्नुहोस्, सम्झनुहोस् पनि एन्ड एक्सन पनि लिनुहोस्. सानो 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 बिस्तारै बिस्तारै एक्सन पनि लिनुपर्छ. सो एक्सन लिनुहोस् एन्ड दुवै साथमा पनि हुनसक्छ. ओके सो यतिकै मसँग थियो एन्ड अगाडि हुनसक्छ अझै पनि आउन सक्छ. केही म नयाँ सिक्छु त्यो पनि म सेयर गर्छु तपाईँहरूसँग. सो आजको लागि यतिकै. एन्ड लुक एट दिस. अहिलेसम्म हेर्दै राख्नु हुँदैछ भने यु आर एक्चुली यु हेभ पेसेन्स, यु हेभ पेसेन्स. सो एउटा सिडी चढिसक्नु भएको छ पेसेन्सको. त त्यो द्याट इज गुड पोइन्ट. बिकज अहिलेको टाइममा त थाहै छ सबै रिल्स स्क्रोलिङ, जस्ट स्क्रोलिङ स्क्रोलिङ एन्ड दे डोन्ट नो कि वाइ. सो यदि तपाईँहरू अहिलेसम्म डुब्किराख्नु भएको छ भने भिडियोमा राम्रो हो पोइन्ट, द्याट इज गुड पोइन्ट. ओके सो अहिलेको लागि यतिकै एन्ड थ्याङ्क यू सो मच फर वाचिङ. अहिलेसम्म हेर्दै राख्नु हुँदैछ भने एन्ड थ्याङ्क यू. लुक एट दिस. यदि कुनै पनि वर्ड या केही डिफिकल्ट लाग्यो अन्डरस्ट्यान्ड मतलब सम्झनको लागि, सो यु क्यान कमेन्ट अन माई भिडियो कि यो के थियो त्यो के थियो एन्ड म अर्को भिडियोमा त्यसलाई अझै सजिलो तरिकाले मतलब सिम्पली एक्सप्लेन गर्न खोज्छु. एन्ड एनिथिङ विच यु वान्ट कि त्यसमा भिडियो बनोस् भने कमेन्ट गर्नुहोस् कि त्यसमा पनि भिडियो बनाउनु भनेर. एन्ड आई विल मेक भिडियो अन द्याट टपिक. अबे यार कहाँ से शुरू किया था यार. And artists, I want to suggest one thing कि यदि एनीथिङ मतलब अरे यार ये इंग्लिश नेपाली मैथिली सब कुछ मिक्स हो जाता है भाई, क्या करूँ इसका. You know what is, I know किन हाँस्दैछु. मैले भिडियो बनाउँदै थिएँ एन्ड उताबाट कोही फाट गरेको सुनाइदियो मलाई. Just skip.